नमस्कार, लक्ष्मी शर्मा युट्युब च्यानलमा स्वागत छ। आज पनि मैले आइपिओ सम्बन्धी जानकारी लिएर आएको छु। आजको अङ्कमा दरमखोला हाइड्रो एनर्जी लिमिटेडले निष्कासन गर्न लागेको आइपिओ सम्बन्धी जानकारी दिनेछु। यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। यस कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई असार 9 गतेदेखि आइपिओ निष्कासन गर्न लागेको छ। कम्पनीले 2,91,950 किता आइपिओ निष्कासन गर्न लागेको हो। उक्त आइपिओमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूले मात्रै आवेदन दिन सक्नेछन्। आवेदकले असार 23 गतेसम्म उक्त आइपिओमा आवेदन दिन सक्नेछन्। न्यूनतम 10 किता र अधिकतम 50,000 कितासम्म आइपिओमा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। आवेदकले मेरो सेयर एपबाट उक्त आइपिओमा सजिलै आवेदन दिन सक्नेछन्। आइपिओ निष्कासनका लागि गराइएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको सङ्केत गर्ने IRN/BB- इस्युअर रेटिङ प्रदान गरेको छ। यस कम्पनीले बागलुङ जिल्लामा 9.6 मेगावाट क्षमताको दरमखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ। हालसम्म उक्त आयोजनाको 79.5% काम सम्पन्न भइसकेको आह्वान पत्रमा उल्लेख गरेको छ। यस आयोजनाको कुल अनुमानित लागत 2 अर्ब 38 करोड रुपियाँ रहेको छ भने प्रति मेगावाट अनुमानित लागत 25 करोड रुपियाँ रहेको छ। कम्पनी गत आर्थिक वर्षको अन्त्यसम्म 2,72,000 भन्दा बढी सञ्चित नाफामा रहेको जनाएको छ। कम्पनीको वास्तविक प्रति सेयर आम्दानी 9 रुपियाँ 41 पैसा र प्रति सेयर नेटवर्थ 142 रुपियाँ 81 पैसा रहेको छ। धन्यवाद।